बस्नु राम्रोसँग कसो त खाउला मलाई छु भनेको त कस्तो लाग्यो खाना मिर्छ हजुर दामी छ तरकारी मैले बनाएको खाना मन लाग्यो भने चाहिँ तिमीले होइन यस इच्छा पुरा भयो तपाईँको धन्यवाद तरकारी तातो भएको भए चाहिँ ठिक्क हुन्थ्यो है ठिक छ। तातो भातसँग भात त खान बेस्ट अब पोकसँग मिठो हुन्थ्यो अब तिमीलाई चिसो गाडी हेर नि तिमीले त कति सानो देखेँ बच्चा लाउने जस्तो फेरि अस्ति खै त न्यू ब्यालेन्स के अरे छैन नाइक नाइकको जुत्ता खै त दराजमा छ नि हाम्रो नाइकको जुत्ता कहिले लाउने अरू न खोइ कहाँ घुमेर लाउनु पर्दैन घुम्ने ठाउँ मजा है चाहिँ बबितामा ऊ सोचिरहेको थिएँ कि गाडी जान्छ अरे क्या टर्की जानुपर्छ जस्तो लागिरहेको टर्की हो र गाडीमा के कति घन्टा 8-10 घन्टामा पुऱ्याउँछ अरे गाडीमा ओके अनि प्लेनमा त सस्तै होला त प्लेनमा जानु हुनु पऱ्यो नि भने कि टर्कीमा जाने 500 त पुग्छ होला नि होइन के छ सस्तो हुन्छ अरे नि टर्की त टर्कीमा फेरि यस्तो एउटा फेस्टिभल छ थाहा छ तिमीलाई बेलुन उडाउने म कस्तो टर्की जानु मन लाग्थ्यो कि मलाई घुम्ने यार हाम्रो अगाडिको भाइ पनि अनि भाइले दाइसँगै गएको रहेछ अनि मैले सोधेँ त्यसले टर्की गएको अरे कि आधी युरोप आधी मिडल इस्ट हो त त्यो त 3 दिन छुट्टीमा त जानु सक्छ लाग्यो मलाई टर्की गाडीमा 3 दिन छुट्टी सेम हुँदैन हाम्रो जाउँ न त छुट्टी मिलाएर जाउँला साँच्ची के धेरै खर्च नहुने होइन गाडीमा जाने 8 घन्टामा त पुऱ्याउँछ अरे जाने अनि एक दिन घुम्ने अनि अर्को दिन फर्किने ओके यहाँबाट नजिक हो र ड्राइभमा त अनि कति घन्टामा पुग्छ अरे 4-5 घन्टा बरु यो चाहिँ नजिक रहेछ बसमा चाहिँ अनि बुल्गेरिया नजिक छ गाडी जाने ठाउँमा जाउँ भने कि कन्ट्री पनि देखिन्छ नि अलिक बजेटमा मैले त्यही सोचिरहेको थिएँ म त जान्छ के आउनु बेड चाहिँ यतिकै छोड्दा ल माया तिमी अब सुत्नु होला ल बाई बाई सी यु देयर बाई बाई ल राम्रो काम गर राम्रो गएर दिदी ल बाई बाई Let's get in the car. मैले त उसको पनि लिएर आउन बिर्सेछ अनि पछि बाबाले किनेर खोलेर हालिदिएको थियो त्यो चाहिँ बाहिर लुगामै
ब्यागको चाहिँ हाल्न बिर्सेको मैले अनि त्यो चाहिँ बाबा पछि सुरक्षा ब्यागबाट निस्केको मान्छेले फेरि यता जे पनि खान्छ तिमीले खाना जे त त्यही खान्छ बानी गर्दैन भयो तिम्रो वेट के गरौँ निकाल्नु लाग्यो मतलब युज अर्को सानोवाला युज गरेपछि यो चाहिँ पछि युज गर्नुपर्छ तिमी योवाला युज गर्छौ नि पछि काम लाग्छ कपाल भएपछि एक प्याकेटले फिट गर्नुहुन्छ के हो बहिनी त्यो सफ्ट हातमा लाउने के ए होइन रहेछ थापै किन त्यो पनि राख्नु पर्यो नि तपाईँ अहिले युज गरेर छ होइन ए अहिले मिलाउँछु नि त म तपाईँलाई स्याम्पो र सानो सँगै राख्नु मैले त्यहाँ पनि छ त दिदीले पठाएन हिजो दिदीले पठाएन मैले एउटा लिएर आएको त्यसलाई कति इम्प्रेसन यता ल्याउनु भएको छ कि छैन त्यो भ्याकुम किन्नु भएको थियो होइन भ्याकुम मैले त ल्याएन सब भ्याकुम चाहिँ निकालेर अलरेडी प्याक गर्नुपर्ने भयो अनि किन त्यो ल्याउनु युज भयो भएर भ्याकुम भयो नि त्यही ब्यागमा एउटा चाहिँ गरे होला कि चाहिँ अब ला यसको नि एउटा छैन रहेछ त सम्झेर हाल